गरिब ब्याकग्राउन्डबाट आउनुहुँदो रहेछ। त्यो भाइ उता गुजरात जाँदाखेरि है सर मलाई भेटाएको थियो मेरो अफिसमा। सर म त गुजरातमा सेलेक्ट भएको छु, कागजहरू सबै डकुमेन्ट लिएर आएको छु, म सेलेक्ट भएको छु, तर मेरो ट्राभलिङ खर्च छैन, मेरोमा पैसै छैन। मलाई उताबाट चिठी काटेर पठाएको छ कि चिठी काटेर पठाएको छ, हेर्नुहोस् सर यो क्याटेगोरीमा म सेलेक्ट भएर के गर्नुपर्ने भने मैले त्यो भाइलाई भने भाइ तिमी स्पोर्ट्सको लागि हो भने नसुर्ताऊ, मेरोमा आफ्नोमा छैन भने म बाँकीमा खोजेर पनि तिमीलाई म सपोर्ट गर्छु भनेर त्यो भाइलाई मैले फ्लाइटको टिकट जाने आउने है फ्लाइटको टिकट प्लस पकेट मनी पनि दिएर मैले त्यो भाइलाई लु जाऊ भाइ कम्पिटिसनमा गर, तिमी कम्पिटिसन गर, त्यसको लागि हामी साथमा छ होइन। किनभने यस्तो युवा भाइ बहिनीहरूलाई सपोर्ट गऱ्यो भने भोलिको दिनमा उनीहरू फ्रस्ट्रेसन भएर है नराम्रो बाटोतिर लाग्दैन। त्यो भाइलाई सपोर्ट नगरेको भए सोच्नुहोस् के हुन्थ्यो होला। त्यो भाइ पनि एउटा डिप्रेसन फ्रस्ट्रेसनमा बस्थ्यो, त्यहाँदेखि फेरि ड्रग्स खायो, त्यहाँदेखि अर्को लाइनपट्टि लाग्छ। र म लिडर्सहरूलाई यही भन्न चाहन्छु कि हाम्रो भाइ बहिनीहरू स्पोर्ट्सपट्टि गर्छु भने उहाँलाई इन्करेज गर्नुहोस्। तर त्यो भाइ गएर उता गएर कम्पिट गरिकन ब्रोन्ज मेडल लिएर आएको थियो, मैले मेरो फेसबुक माध्यमबाट पनि पोस्ट गरेको थिएँ। त्यो भाइहरूले है लिएर ब्रोन्ज मेडल एउटा सिक्किमको नाम लिएर आएको थियो। तर त्यस्तो भाइहरूलाई है एउटा गरिब ब्याकग्राउन्डको है बिपिएल क्याटेगोरीको ब्याकग्राउन्डको भाइलाई ब्रोन्ज लिएर आउँदाखेरि मलाई पनि एकदमै खुसी लाग्यो, एकदमै गऱ्यो। र त्यो भाइलाई मैले आजको दिनमा त्यो भाइको मैले प्रब्लम सुनेर है त्यो भाइको घरमा एकजना पनि काम गर्ने छैन भन्दाखेरि मैले आजको दिनमा त्यो भाइलाई मैले अफिस एटेन्डेन्ट बनाएर राखेको छु सिम्फेड डिपार्टमेन्ट। पनि भन्न चाहन्छु कि है हाम्रो जतिजना मेम्बर्सहरू छ तपाईँहरू आएर यस्तो कजतिर स्टुडेन्टहरूको प्रोग्रामतिर तपाईँहरू झन् एक्टिभली भएर सपोर्ट गरिदिनुहोस्। एउटा ठुलो ठाडाको प्रोग्राममा बोलाउँदाखेरि सानोभन्दा सानो प्रोग्राम युवा भाइ बहिनीको छ भने त्योमा इम्पोर्टेन्ट दिनुहोस्, त्योमा फोकस गर्नुहोस्। किनभने भोलिको दिनमा हाम्रो भाइ बहिनीहरू भोलिको दिनमा फ्युचरमा आएर सिक्किम चलाउने उनीहरूलाई गाइड कसरी गर्नुपर्ने, उनीहरूलाई कुन चाहिँ बाटोपट्टि लानुपर्ने, उनीहरूलाई कसरी सपोर्ट गर्नुपर्ने भनेर तपाईँ हामी सबैजना मिलेर गर्नुपर्छ। र मेरो क्षमताबाट हाम्रो जतिजना स्पोर्ट्स खेल्ने भाइ बहिनीहरू छ म हमेसा सपोर्ट गरिरहेको छु उहाँहरूलाई, इन्टरनेसनल जाने नेसनल जाने है उहाँहरूलाई सपोर्ट गरिरहेको छु। र